छौ गाइस लो ओहो माछा त कति पनि हालिदिनु नभए हेलो गाइस वेलकम ब्याक माई युट्युब च्यानल र हजुरहरूलाई स्वागत छ मेरो च्यानलमा गाइस र तपाईहरु पनि सन्चै आरामै हुनुहुन्छ होला गाइस म पनि सन्चै आरामै छु आज फेरि न्यू ठाउँमा न्यू लुक्समा चाहिँ घुम्न आइराखेको छौँ यता गाइस यहाँ भ्यूज हेर्न सक्नुहुन्छ आहा आहा ल यस्तो छ गाइस हामी यो भित्र चाहिँ आज घुम्न आइराखेको छौँ त गाइस यता पुरा समुद्र उता बीच छ समुद्रको पुरै बीच छ गाइस यता हामी चाहिँ अहिले यताबाट आएको पुरै है यस्तो छ गाइस आज हामी यस्तो ठाउँमा घुम्न आएको छौँ अब यहाँ भित्र छिर्न दिन्छ दिँदैन कि आज छुट्टीको दिन है कि फ्यामिली मात्र एलाउड छ भन्ने हो कि गाइस त्यही भएर हामी चाहिँ यहाँ घुम्न आएको छौँ के कस्तो लाग्छ गाइस मेरो भ्लग हेरिदिनुस् माया गरिदिनुस् गाइस है अब यहाँ सेक्रेटरीलाई सोध्नुपर्छ सेक्रेटरीले चाहिँ के भन्छ एलाउड छ छैन भन्छ त्यसपछि अनि ढ्यान्टाड्यान डिस हुन्छ यता गाइस अब हामी चाहिँ छिर्न सकिन्छ सकिँदैन दिन्छ अरे छिर्न गाइस ए ल कैमरा अलाउड है भाई साहब अलाउड है देखना यूनिफॉर्म वगैरह में मतलब हमारी यहाँ पुलिस वगैरह की प्रोटेक्शन वगैरह मुश्किल छैन नि मुश्किल नै होइन क्यामेरा पुरा छिरिसक्यो यस्तो रहेछ है पुरा दिने रहेछ लाउट यहाँ पुरा यस्तो ठाउँ चाहिँ दामी लाग्यो मलाई है अब गाइस यहाँ हेर्न सक्नुहुन्छ चारैतिर यस्तो ठाउँ रहेछ यहाँ पुरै माछा छ यहाँ हेर्नु सिसाको ग्लासमा चाहिँ पुरै माछा साछा ल्याएर उयो गरेको छु यहाँ हेर्न ढ्यान्टाड्यान गाइस यस्तो छ खतरा रहेछ हौ म त सही लाग्यो ल हेर्न आओ माई गड खै सोल्टी माछा पुग्लिङ खेलिराखेको छ कति नै भनेको त पुरा यस्तो रहेछ सर हेर्नु दामी लाग्यो त यस्तो सही ठाउँ दामी लाग्यो शीत लाग्यो है मान्छेहरू यहाँ कोही टिकटक बनाउने पुरै यहाँ हेर्न सक्नुहुन्छ टिकटक पुरै बनाउने हेर्ने सोल्टीले पनि उहाँ भिडियो लिन थालिसके ठाउँ चाहिँ यस्तो छ गाइस मजाको रहेछ गाई त्यस्तै रहेछ माछा त माथि छ नि त हौ सोल्टी माछा त पुरा माथि छ त अब माथि आमा के छुन मिल्छ मिल्दैन हौ माथि दामी छ नि खतरा लाग्यो गाइस ल शिव भिडियो गर है भिडियो गर साँच्चीकै हो तर यो पुरै अक्सिजन उयो गरेर राखेको होला नि होइन माछा त पुल्टिङ गर्दै खेलिरहेको दामी छौ गाइस लो ओहो माछा त कति आएको त उहाँ हेर न हरि भिडियो गर न तिम्रो म अहिले पनि छोरीहरूलाई देखाइदिनु हुन्छ दामी छ ल त्यो यस्तो चाहिँ कता गएछ भिडियो गर न नि जस्तो भयो ल गाइस हामी चाहिँ हेरियो यही हेर्न भनेर आएका थियौँ है गाइस ल ठ्याक्क एलाउड पनि रहेछ मजाले हेरियो पनि है गाइस यस्तै छ के कस्तो लाग्छ दामीसँगले चाहिँ मेरो भ्लगलाई हेरिदिनुहोस् सपोर्ट गरिदिनुहोस् गाइस यस्तै छ ल
फेरि तपाईँहरूलाई देखाउन सक्छु फिस। यहाँ हेर्नु त गाइज फिस फेरि हेर्नुहोस् तपाईँहरूलाई बरु मजा लाग्दो होला। हाम्रो शिवले पनि टिकटक बनाउँदैछन् शिवु बेबी यता हेर्दै ओ माई गड यसलाई चाहिँ हेर्नुहोस् गाइस अब ल कुनमा छ यो चाहिँ अहिले फेरि कतै गइएछ भने गाइज फेरि बाहिरको सिन पनि देखाउनेछु तपाईँहरूलाई। अघि यसो छिरिहाल्यो सिधै है, त्यही भएर अहिले फेरि तपाईँहरूलाई म फेरि भित्र पनि उता बाहिर गइएछ भने फेरि देखाउँछु गाइज अहिले है त। फेरि यहाँ एकचोटि फिस हेरिदिनुहोस्। अब यो कुन फिस हो? लो लो त्यसले त टोक्यो कि क्या हो गाइज? अब हामी चाहिँ बाहिर साहिर निस्क्यो। तपाईँहरू पनि आउनु सक्नुहुन्छ यो ठाउँमा चाहिँ घुम्नलाई है गाइज। आउनुहोस्, फ्रिडम रहेछ है, घुम्नुहोस्, रमाइलो गर्नुहोस्, टिकटक बनाउनुहोस् र खुसी भएर टिकटक बनाउनुहोस्, साथीभाइहरूसँग घुम्न आउनुहोस् गाइज। तर दामी लाग्यो मलाई चाहिँ। यहाँ हेर्न सक्नुहुन्छ गाइज जस्तो छ पुरै सिनहरू चाहिँ दामी लाग्यो मलाई चाहिँ है। र तपाईँहरू पनि आउनुहोस्, भिडियो बनाउनुहोस्, टिकटक बनाउनुहोस् मजाले। त्यतै गयो पुरासँगले टिकटक सिकटक बनाउनुहोस्, भिडियो बनाउनुहोस् अनि चाहिँ रमाइलो गर्नुहोस्। अब निस्किने बाहिर अब कहाँ जाने रहेछ हामी? कतार म्युजियमतिर जाने घुम्न। यहाँ पनि घुम्यो, म्युजियम पार्कतिर पनि घुमौँ, हेरौँ, रमाइलो गरौँ गाइज। तपाईँहरू पनि आउनुहोस्, बनाउनुहोस् भिडियो है त। यताबाट र उताबाट होइन त निस्किनु, यताबाट हामी निस्क्यौँ है गाइज। र फेरि भेटौँला नेक्स्ट पार्कमा र म्युजियम पार्क जाने भनेको छु। ढ्यान्टाड्यान बाहिर निस्क्यो। बाहिर त यस्तो गर्मी छ नि गाइज, यस्तो गर्मी छ आमामामा। ल बाहिर पनि निस्क्यौँ है त गाइज। ल र भिडियो सिडियो गर्न पुरै एलाउड रहेछ गाइज। मलाई खुसी लाग्यो गाइज। यता चाहिँ पुरै समुद्र छ, पुरै समुद्रतिर गरेर कसरी सिन चाहिँ हेर्नुहोस् गाइज, खतरा छ। मलाई त यस्तो खुसी लाग्यो, यस्तो खुसी लाग्यो गाइज। टिकटकहरू पनि खतरा बनायो। कि सिपमा चढेर जाने हो त हामी? मा कसम जाने भए पनि जाउँ, सरर पारेर घुमेर। गडाहरूलाई हेरिदिनुहोस् हो, कडा हो है गर न है। खै त हरि अलिक घुमेको केही इनर्जी सिनर्जी नै केही छैन जस्तो। सोल्टी यहाँ गर अलिक मजाले यस्तो गर्ने। ल बरु यस्तो भिडियो गर्नु त देखाउनु गाह्रो पर्छ। यतातिर ल यता देखाइदिनुहोस् कस्तो छ गाइज। हेर्नुहोस् तपाईँहरू पनि घुम्न आउनुहोस्। यो ठाउँको नाम के अरे? ओल्ड पोर्ट। ओल्ड पोर्ट यहाँ आउनुहोस्, पुरा फिसहरू हेर्नुहोस्, रमाइलो गर्नुहोस्। ओल्ड पोर्ट चाहिँ यहाँ हाम्रो यो झन्डा सन्डा तपाईँहरूले पहिला धेरै टिकटक बनाइसक्नु नि। त्यो झन्डा सन्डा बनाएको सिधै गाडीमा आउने हो, ठक्क भित्र पस्ने। यहाँ भन्नुहोस् न, मलाई नसुनाउनुहोस्। मवानी कतारको बिल्डिङमा अन्डरग्राउन्डमा छ। तपाईँहरू सिधै आउनुहोस् यो ओल्ड पोर्टमा, क्रुज राखेको पछाडिपट्टि त्यो बिल्डिङमा आए पछाडि तपाईँ सिधा फ्री एन्ट्री, नो एनी चार्ज, मजाले घुम्नु सक्छ एनी टाइम। ओके एनी कस्ट। बाल छ बाल छ। डान्स पनि हालिदिनु नभए अब हामी चाहिँ म्युजियम पार्कतिर लाग्नु आँट्दैछौँ। गयो भने त्यताको पनि सिन देखाउने छौँ गाइज। भेटौँला है त ल गाइज। ठक्कसँगले अब यहाँ बसाइ भयो गाइज। यसको
झारीमा चाहिँ ठक्कसँगले केटाहरू यस्तरी बस्यो। शिबु चाहिँ त्यहाँ पानी निकाल्दैछन्। पानीको त मिसिनै बिग्रेको हो कि के हो गाइस थाहा भएन। यस्तो ल सिनमा चाहिँ बसेको चौरमा चाहिँ ठक्कसँगले यस्तै छ हौ गाइस, यस्तै छ। हामी जानुपर्ने चाहिँ उतातिर हो। हामी चाहिँ रुम पनि आइसक्यो। रुममा आएर खानासाना पनि खाइसक्यो। म्युजियम पार्क घुमेको चाहिँ अर्को भिडियोमा हाल्नेछु है त गाइज। ल मेरो भिडियो हेरिदिनुहोस्, माया गरिदिनुहोस् गाइज। मेरो च्यानल सब्सक्राइब गरेको छैन भने सब्सक्राइब गरिदिनुहोस् र मलाई सपोर्ट गरिदिनुहोस् गाइज। ओके बाई बाई गाइज।